रेकर्ड ल सुरु भयो है त। अब आज हामी के गर्छौँ त भन्दाखेरि बेसिक नोड प्रोजेक्ट सेटअप गर्छौँ सुरुमै। सो प्रोजेक्ट सेटअप गरेर डाटाबेस कनेक्सनसम्म काम गर्छौँ। फर्स्ट स्टेप भनेको हामी धेरै बेर ढिलो नगरिकन त्यो काम गरिहालौँ। त्यसको लागि एउटा फोल्डर बनाएँ, मैले मोटे नै भनेर बनाएँ। त्यसको लागि गर्दैछु भने चाहिँ अब नोडमा चाहिँ अरू नोड भनेको त फ्रेमवर्क त होइन नि त। नोड भनेको एउटा प्लेटफर्म जस्तो मात्रै हो क्या। फ्रेमवर्क लाइब्रेरी केही पनि होइन। पछाडि अब हामीले फ्रेमवर्क हुँदा लाइब्रेरी हुँदा त्यहाँनिर सुरुमै फाइलहरू स्टार्ट गर्ने बित्तिकै के आउँछ त भन्दाखेरि त्यहाँनिर धेरै थोक आउँछ सुरुमै होइन। टर्मिनल खोलेँ मैले। मोटेलाई पनि थाहा होला यहाँ चाहिँ के थाहा होला भन्दाखेरि टर्मिनल कहिले खोलेँ नि त है। के गर्नुपर्छ नोडको प्रोजेक्ट स्टार्ट गर्नको लागि के गर्नुपर्छ सुरुमा npm init गर्नु पऱ्यो माइनस वाइ गर्नु पऱ्यो। माइनस वाइ चाहिँ किन गर्छौँ भने यसले 3-4वटा क्वेसन सोध्छ, त्यो सबै क्वेसनको एन्सर यस हो भनेर हामीले के गरेको भन्दा बुझ्यौ तिमीले। यति गरिसके पछाडि अब यहाँनिर आउँछ ए अब जस्तो लाराबेल गरेको भए अथवा हामीले नेक्स्ट गरेको भए यहाँ धेरै चिज आउँथ्यो। नोड मात्रै गऱ्यौँ यहाँ के आयो प्याकेज डट जेसन मात्रै आयो। यति हो। अब हामी के गर्छौँ त भन्दाखेरि npm इन्स्टल एक्सप्रेस चलाउँछौँ हामीले। हामी एक्सप्रेस पनि डाउनलोड गरिहाल्यौँ। ओके। अनि अब अर्को के गर्छौँ त भन्दाखेरि फ्रन्ट एन्ड पनि हामीले यहीँ बनाउँछौँ। ब्याकएन्डभित्रै फ्रन्ट एन्ड बनाउँछौँ भनेपछि त्यसको लागि इजिएस भन्ने छ। npm इन्स्टल इजिएस गर्छौँ। इजिएस भनेको चाहिँ एउटा के भन्दाखेरि भ्यू इन्जिन भ्यू टेम्प्लेट भनौँ न भ्यू इन्जिन जस्तो हो। मेन फाइल बनाउनुपर्छ हामीले यहाँनिर। मेन फाइल चाहिँ हामी के गर्छौँ भन्दाखेरि यहाँनिर एप डट जिएस अथवा जे भनेर त्यो पनि एउटा मेन फाइल अब मान्छेहरू प्रायः जस्तो मान्छेले गर्ने भनेको एप डट जिएस भनेर बनाउँछ यहाँनिर। इन्डेक्स डट जिएस पनि बनाउँछ। बन्डले चाहिँ इन्डेक्स डट जिएस बनाउँदो रहेछ यहाँनिर मैले देखेको थिएँ त्यो। अब सबभन्दा फर्स्टमा अब हामीले सुरुमा गर्नुको लागि के गर्नुपर्छ त भन्दाखेरि अब हामीले के गर्न आँटेको एक्सप्रेसबाट गर्न आँटेको भनेपछि के गर्नु पऱ्यो। बन्डले चाहिँ यसरी गर्छ सुरुमै कन्स्ट एक्सप्रेस लेखेर गर्छ। म त त्यसरी गरिदिन्थेँ त्यही पनि म त्यसरी गर्छु। अब के गर्नु पऱ्यो हामीलाई एक्सप्रेस चाहिएको हामीले एक्सप्रेस चलाउँदैछौँ। अब एक्सप्रेस हामीले लिएर आयौँ। एक्सप्रेस हामीले के गरेको छौँ प्याकेज डट जेसनभित्र एक्सप्रेस छ। त्यो एक्सप्रेसलाई चाहिँ हामीले यहाँनिर हाम्रो एप्लिकेसनमा ल्यायौँ। अब एक्सप्रेस भनेको चाहिँ एउटा यो चाहिँ भनेको के हो फङ्सन हो। अब यसलाई चाहिँ इनिसलाइज गर्नुपर्छ। इनिसलाइज गर्नुको लागि मैले के गरेँ भन्दाखेरि इनिसलाइज गर्नुको लागि एक्सप्रेस भनेर कल गरेँ। कल गर्नुपर्छ इन्भोक गर्नुपर्छ। कल गरेर मैले एपभित्र राखेँ। अब मैले एप जहाँ जहाँ चलाउँछु त्यो मैले के गरेको भन्दाखेरि एक्सप्रेस चलाएको एप डट अब लिसन गर्नुपर्छ। लिसन म कहाँ गर्छु फर्स्ट प्यारामिटर भनेको फर्स्ट आर्गुमेन्ट भनेको म कति नम्बर पोर्टमा लिसन गर्ने कति नम्बर पोर्टमा चाहिँ मैले प्रोजेक्ट चलाउने भन्ने कुरा हुन्छ। अब सेकेन्डमा चाहिँ एउटा फङ्सन हुन्छ कल ब्याक फङ्सन हुन्छ। त्यो कल ब्याक फङ्सन भन्छौँ हामी। अब यो चाहिँ यसमा रन हुन्छ भनेर हुन्छ। अब कन्सोल सर्भर के भयो कस्तो नाकमा अड्किँदो रहेछ हौ। कन्सोल डट लग भनेर मैले यहाँनिर राखेँ। सर्भर इज रनिङ अन पोर्ट 3000 भनेको पछाडिको यो फङ्सन चल्यो। यति भनेको पछाडिको पार्टको फङ्सन चल्यो। पछाडिको यो भनेको एउटा आर्गुमेन्ट भयो। अगाडिको 3000 भनेको एउटा आर्गुमेन्ट भयो। अब यति गरिसकेपछि हामीले के गर्न सक्यौँ भन्दाखेरि यहाँनिर आएर यसलाई चलाउन सक्यौँ भनेको अब यो नोड प्रोजेक्ट हाम्रो बेसिक नोड प्रोजेक्ट चाहिँ रन हुनको लागि रेडी छ भनेर बुझौँ। अब यहाँनिर गएर बाँकी डट जेसनमा गएर यसको लागि यहाँ हेर्ने डिपेन्डेन्सी यहाँ स्टार्ट गर्नुको लागि के छ स्क्रिप्ट भनेको के छ टेस्ट भन्ने रहेछ। अब मैले के गर्न सक्छु त भन्दाखेरि अब नोड प्याकेज भन्दाखेरि यो नोड प्रोजेक्ट रन गर्नुको लागि के गर्न सक्छु नोड अब माइनस माइनस वाच हाल्छु। म यहाँ चाहिँ के गर्छु भन्दाखेरि किन गरेको भन्दाखेरि यो सालैपछि नोड जस्ट यही चिज चाहिँ यहाँ हालिरहनु नपरोस्। माथि यहाँनिर गएर मैले सेभ गर्ने बित्तिकै यो चाहिँ रन होस् भनेर गर्नको लागि चाहिँ मैले माइनस वाच हालेँ नोड गरेँ। अब यो फाइलको नाम के छ हाम्रो एप डट जेएस छ। यति गरिसकेपछि हाम्रो रन भयो कम्प्युटर रनिङ के भन्नु यसले रन भयो जस्तो खालको त कुरा गरेन त यसले। कम्प्लिटेड रनिङ एप डट जिएस भन्दैछ। अब यति पोर्ट नम्बर यतिमा चल्दैछ भनेर भनेको भए चाहिँ राम्रो हुन्थ्यो। सर्भर इज रनिङ अनि यति भनेर भनेन। यहाँ गरौँ एकचोटि सेभ अनि हाम्रो सर्भर कहाँ सेटअप भएछ त सर्भर छैन त नि। सर्भर सेटअप गरिसक्यौँ त यही त हो सर्भर। कम्प्लेक्स होइन क्या मैले सिम्पल गर्दैछु। म त्यहाँ सर्भर इज रनिङ 3000 भनेछ। अब 3000 चल्दैछ अरे। अब चल्दैछ त चल्दैछ के चल्दैछ भनेर हेर्नको लागि त अब के चल्दैछ हामीले फ्रन्ट एन्डमा त केही पनि देखाएको छैन। अब म फ्रन्ट एन्डको लोकलमा लागि फ्रन्ट एन्डको लागि केही पनि देखाएको छैन भनेपछि अब फ्रन्ट एन्ड बनाउँछौँ। फ्रन्ट एन्ड हामी केहीमा बनाउँछौँ भन्दाखेरि भ्युजभित्र बनाउँछौँ ल।
VIEWS भ्युज। यो स्पेलिङ मिल गडबड हुनु भएन, यो भ्युजको स्पेलिङ यस्तै हुनु पर्यो। भ्युजको स्पेलिङ यही हो। ल यो भित्र गएँ, यो भित्र गएर एउटा मैले होम पेज देखाइदिएँ ल, होम डट। अब हामीले इजिएस युज गर्दैछौँ भनेपछि हाम्रो त्यसको एक्सटेन्सन चाहिँ इजिएस हुन्छ। अब म यहाँ आएँ, H1मा आएर दिस इज होम पेज भनेर ल, बेसिक त्यस्तो साह्रो अप्ठ्यारो गज्याङ मज्याङ केही छैन, नोड मात्रै बुझ्नको लागि गरेँ मैले। अब यो चिज मैले यहाँ बनाएँ भनेपछि यो चिज चाहिँ मैले यहाँनिर यो कनेक्ट त हुनु पऱ्यो नि त होइन। त्यसको लागि के गर्नुपर्छ त भन्दाखेरि मैले के गर्नुपर्छ भन्दाखेरि एप डट सेट गर्नुपर्छ। भ्यू इन्जिनमा चाहिँ मैले इजिएसलाई सेट गर्नुपर्छ। भ्यू इन्जिनमा मैले के गरेँ, इजिएसलाई सेट गरेँ। अब के गर्छ, यो इजिएस देख्नुपर्छ। अब इजिएस चाहिँ कतिखेर देख्नुपर्छ भन्दाखेरि एप डट गेट युजरले एउटा कुनै राउट ट्रिगर गर्छ, स्ल्यास होम पेजको लागि स्ल्यास ट्रिगर गर्छ अरे। स्ल्यास ट्रिगर गर्छ भनेपछि के गर्छ त भन्दाखेरि उसले यो चिज देख्छ। रेस्पोन्स डट रेन्डरमा के देख्छ त भन्दाखेरि के देख्छ, हाम्रो अहिले के छ, हाम्रो यहाँनिर होम भन्ने छ। मैले होम भनेर राख्दिएँ, होम। अब उसले के देख्छ, होम देख्छ। यहाँनिर क्लोज गरेको रहन्छ यसलाई, यसलाई क्लोज गरौँ। अब के हुन्छ त भन्दाखेरि मैले ब्राउजरमा गएँ अहिलेलाई, यहाँनिर गएँ, यहाँनिर केही पनि छैन। यसो गरौँ, यहाँनिर गएर लोकल होस्ट 3000 मैले पोर्ट नम्बर 3000मा हालेको छ। अब यसले यो स्ल्यास राउट ट्रिगर गर्ने बित्तिकै के भयो भन्दाखेरि होम देखा, यसले लगइन बनाएको छैन भन्दैछ होइन। यसै गरी हामीले रन गराउन सक्यौँ। फ्रन्ट इन्डलाई पनि देखाइदिउँ, हामीले ब्याक इन्डलाई पनि रन गऱ्यौँ, फ्रन्ट इन्डलाई पनि रन गरायौँ। मोडलले बुझ्यो नि होइन यति कुरा गरे के तर गरे। आङ्गे हाम्रो जावा पढ्ने के होइन नोट त्यसको लागि। जाभा स्क्रिप्ट हो, जाभा होइन। यहाँ जावा स्क्रिप्ट भयो। हो त हेर्ने त्यहाँ पर्दैन। यहाँ तिमीले जाभा स्क्रिप्टको कहाँ के गर्यौ र, केही पनि त केही त गरेको छैन। यही त हो गर्ने। यो छोड्दैन, तिमी त्यताको टेन्सन नल्याउ न। अब के गर्छु त भन्दाखेरि डाटाबेसको लागि सिक्वलाइज युज गर्छु भनेपछि म सिक्वलाइज भन्ने एउटा प्याकेज जाभा स्क्रिप्ट भनेको छु मैले डाटाबेसको लागि। माई सिक्वल युज गर्छौँ हामी, त्यसको लागि सिक्वलाइज भन्ने प्याकेज इन्स्टल गर्नुपर्छ भनेपछि npm इन्स्टल SQUELIZT सिक्वलाइज भन्ने छ। सिक्वलाइजलाई इन्स्टल गर्ने। अब यो इन्स्टल हुँदै गर्छ, त्यति जेलको लागि के गर्छु त भन्दाखेरि एउटा कन्फिग फाइल बनाउँछु, एउटा फोल्डर बनाउँछु। मेनमा गएर कन्फिग बनाएँ, डाटाबेस कन्फिगरेसनको लागि हो भनेपछि के गर्नु पर्यो भन्दाखेरि यहाँनिर गएर एउटा फाइल बनाएँ मैले। जित्यो नि त त्यसको यहाँ के भयो, डिबी कन्फिग config डट जीएस भनेर बनाएँ। यहाँ गएर एउटा केही चिज मोडुल बनाउँछु, त्यसलाई एक्सपोर्ट गर्छु। त्यो गरिरहनुभन्दा अगाडि नै म के गर्छु त भन्दाखेरि मोडुल डट एक्सपोर्ट्स लेखेँ। अब यहाँनिर भित्र गएर अब माइसिक्वल भनेपछि होस्ट सेटअप गर्नुपर्छ। होस्ट भनेको त्यसको के हुन्छ भन्दाखेरि लोकल होस्ट हुन्छ। अब त्यसको युजर नेम भनेको के हुन्छ भन्दाखेरि रुट हुन्छ, जहिले पनि बाई डिफल्ट। पासवर्ड भनेको खाली हुन्छ। डिबी भनेको डाटाबेसको नाम के राख्ने भने मैले मोटे राखिदिएँ अहिलेको लागि, मोटे आयो। डाइलेक्ट भनेको तिमी के गर्छौ, युज गर्छौ, माइसिक्वल युज गर्छौ, माइसिक्वल युज गर्ने। पुलमा के गर्यो भन्दाखेरि म्याक्सिमम युजर कतिवटा छ, म्याक्सिमम युजर 5वटा राख्न पायो, मिनिमम युजर 0वटा। अनि त्यसले कति टाइम वेट गर्ने भयो भन्दाखेरि 30,000 मिलिसेकेन्ड चाहिँ त्यसले टाइम लिने भयो। आइडल बस्न चाहिँ 1000 मिलिसेकेन्ड भन्दा चाहिँ धेरै बेर चाहिँ आइडल बस्न पाएन भन्ने भयो। मैले कन्फिगरेसनको लागि एउटा फाइल रेडी गरेँ, यति गरेँ। अब डाटाबेस बनाउनको लागि डाटाबेसको लागि मोडल भयो, कन्ट्रोलर भन्ने हुन्छ, एमबिसी प्याटर्न भन्ने हुन्छ, हो त्यो फलो गर्दैछु म भने पछाडि यहाँ गएर मोडल भन्ने बनाएँ। मोडलमा गएर एउटा मेन फाइल बनाएँ मोडलको लागि। त्यसको के हुन्छ, इन्डेक्स डट जीएस भनेर बनाउनुपर्छ। ओके, अब हामी के गर्दैछौँ भन्दाखेरि सिक्वलाइज युज गर्दैछौँ। सिक्वलाइज युज गर्नुभन्दा अगाडि म एउटा मोडल बनाउँछु ल। मोडल बनाइसकेको छ। अब कन्फिगरेसन फाइल हामीलाई यहाँनिर चाहियो। कन्फिगरेसन के बनाएको छ, हाम्रो डिबी कन्फिग भनेर बनाएको छ। रिक्वायर कहाँबाट गऱ्यौँ भन्दाखेरि यो चाहिँ हाम्रो कन्फिगले के फ्याल्यो त भन्दाखेरि एक्सपोर्ट्स के गर्यो, यो मोडललाई एक्सपोर्ट गर्यो। अब हामीले त्यसलाई समाउँदैछौँ यहाँनिर गएर इन्डेक्स डट जीएसमा यहाँनिर समाउँदैछौँ भने पछाडि समातेर डिबी कन्फिगमा होल्ड गर्दैछौँ। अब यो चाहिँ कहाँबाट आउनुपर्ने, डिबी कन्फिग भनेपछि यो पाथ हेर्नुपर्छ। कन्फिगबाट
कन्फिगको डिबी कन्फिग डट जेएस चाहिँ मिलेन भनेपछि यसलाई मिलाउनु पर्यो डिबी कन्फिग ल डिबी कन्फिग डट जेएस भनेको छ ल जेएसबाट हामीले के गर्यौँ यो चिज तान्यौँ एउटा चिज यो भयो अब अर्को चिज भनेको के गर्छौँ त भन्दाखेरि सिक्वलाइजबाट दुइटा चिज तान्छौँ हामी सिक्वलाइजबाट डेटा टाइप्स र डेटा टाइप्स र सिक्वलाइज भन्ने क्लास दिएको हुन्छ त्यसको डेटा टाइप्स हामीले लिन्छौँ अब के गर्छौँ त भन्दाखेरि सिक्वलाइज बनाउँछौँ हामीले भनेको डाटाबेस कनेक्सन इस्टाब्लिस गर्नको लागि अब हामीलाई के दिएको हुन्छ सिक्वलाइज चाहिँ क्लास हुन्छ अब हामीले एउटा सिक्वलाइज डिफाइन गर्दैछौँ सिक्वलाइज डिफाइन गर्ने अब मैले अस्ति नै के भनेको थिएँ तिमीलाई भन्दाखेरि क्लासबाट कुनै अब्जेक्ट क्रिएट गर्नुपर्ने छ भने के गर्ने भन्दाखेरि जहिले पनि न्यू किवर्डबाट हामी युज गर्छौँ न्यू किवर्ड युज गर्छौँ फर्स्ट स्टेप भनेको हामीले डिबी कन्फिग किन गऱ्यौँ भन्दाखेरि अब फर्स्टमा के हुन्छ भन्दाखेरि डाटाबेसको नाम हुन्छ डाटाबेसको नाम के हो डाटाबेसको युजर नेम के हो रुट छ पासवर्ड के हो भन्ने कुरा हामी माइसिक्वलबाट गर्दैछौँ भनेपछि यो गर्नुपर्छ हजुर डिबी कन्फिग चाहिँ किन गरेँ त मैले भन्दाखेरि डिबी कन्फिगमा यहाँनिर आएर बसेको छ मैले त्यो चिज चाहिँ के गर्छु भन्दाखेरि डिबी कन्फिगमा हालेको छु होस्ट युजर पासवर्ड डाइलेक्ट के भन्छ त्यो मैले यहाँनिर हालेको छु म के गर्दैछ मेरो काम बुलावा आयो राङ्ग्या हो ल तिमी जाँदै गर नि त म रेकर्ड गर्दै गर्छु ल यसो हामी कन्टिन्यू गर्नुपर्छ होइन रातिको मात्र रातितिर अब मेरो आज पनि एक्जाम छ स्कुल जानुपर्ने अब आशा र यहाँ अब ए ल छोड न म तिमीलाई भिडियो रेकर्ड गरेर हालिदिन्छु त्यही हेर न युट्युबमा हाल युट्युबमा ल युट्युबमै हालिदिन्छु ल राखेँ राङ्गेश्वर म यसरी बुझाउँदिनँ सरर भन्छु त्यसो भए ठिक छ मोटे गयो सरर भन्छु तिमी हेर न रिभिजन गर्दा भइहाल्छ नि त्यो तोरे तोरेमा किन भनिहाल्छ डायग्राम बनाएर यस्तो यस्तो भन्दै डायग्राम चाहिँदैन तिमी बुझ्छौ सिक्वलाइज चाहिँ हामी सिक्वलाइजबाट के गर्यौँ त भन्दाखेरि अब आज यहाँनिर के छ प्लान राङ्गे भने केनिर के हुनु डिबी कन्फिग हाम्रो अब यहाँनिर के चाहियो भन्दाखेरि डाटाबेसको नेम चाहियो भने पछाडि हामीसँग अब डाटाबेसको हिँडे नेम के छ ल डाटाबेसको नेम भने डिबी मोटे भनेर छ भनेपछि डिबी यसलाई काटौँ न त त्यसो भए यसलाई काट यहाँ गएँ अब डिबी कन्फिग गर्दैछौँ भने चाहिँ हामी के रहेछ यहाँ डिबी भनेर छ डिबी छ अर्को भनेको डिबी कन्फिगबाट के आयो भन्दाखेरि युजर यसको युजर नेम भनेको के छ युजर नै छ अहिलेको लागि पासवर्ड पर ठाउँमा पासवर्डै छ अब होस्ट भनेको छ हामीले यहाँनिर होस्ट दिएर गर्छ होस्ट भनेको डिबी कन्फिग होस्ट भनेको के छ लोकल होस्ट आयो डाइलेक्ट भनेको हाम्रो के छ माइसिक्वल छ माइसिक्वल भनेको डिबी कन्फिगबाट आयो अब अपरेटर अलाइज फल्स भनेको छ अब यसलाई अहिले फल्स नै गरेर राखौँ केही गर्नु परेको छैन अब यो अगाडि जे छ त्यो चिज चाहिँ मैले त्यहाँबाट लिएर हालेँ केही पनि गरेको होइन है त अब म के गर्छु त भन्दाखेरि अब यहाँनिर आएर यहाँ चाहिँ जे दिन्छ त्यही हाल्छु ल म कन्स डिबी भनेर एउटा अब्जेक्ट बनाएँ ओके अब अब्जेक्टमा चाहिँ के गर्छु त भन्दाखेरि यो डिबी अब्जेक्टमा के हाल्नु पऱ्यो भने के भन्नु पऱ्यो अब्जेक्टलाई एक्सेस गर्नु होला डिबी डट के हाल्नु पऱ्यो मैले सिक्वलाइज भन्न हाल्न आँटेँ अहिले सिक्वलाइजमा के हाल्न आँटेँ सिक्वलाइज भन्नमा यो यहाँबाट आएको क्लासलाई हालिदिएँ अरूचोटि के गरेँ त भन्दाखेरि सिक्वलाइज यो सिक्वलाइज भन्ने बनाएँ एउटा अब्जेक्टको एउटा के भनौँ की बनाएँ कीमा के हालेँ भन्दाखेरि मैले अहिले भर्खर बनाएको सिक्वलाइज लगेर हालेँ हो यो दुइटा आयो अब यहाँबाट के गर्ने त भन्दाखेरि सिक्वलाइज डट अथेन्टिकेट भन्ने मेथड छ अथेन्टिकेट गर्ने अथेन्टिकेट गरिसके पछाडि के भयो यो अथेन्टिकेट भयो त्यहाँ यो चिज चाहिँ यसको युजर नेम पासवर्ड यहाँनिर यो हामीले हालेको युजर नेम पासवर्ड चाहिँ मिल्यो कि मिलेन भने चेक गर्छ यदि यो मिल्यो भने के गर्छ डाटाबेस इस्टाब्लिस भयो भने मिलेन भने मिलेन ठिकै छ त्यो त केही फरक परेन यहाँनिर यो बढी भयो यसलाई हटाइदिउँ अहिलेलाई कन्ट्रोल एस गरिराखौँ अब यहाँबाट केही मोडल एक्सपोर्ट गऱ्यौँ हामीले के गऱ्यौँ भन्दाखेरि यो डिबीलाई र यो सिक्वलाइजलाई चाहिँ एक्सपोर्ट गर्थ्यौँ ल मोड्युल डट एक्सपोर्ट डिबी र अर्को दुइटा चिजले गरिराखौँ डिबी अर्को सिक्वलाइजलाई एक्सपोर्ट गरिराखौँ यसलाई रन गरेर हेरौँ ल रन भइ पनि राखेको होला यतातिर सरल रनिङ पोर्ट नम्बर यति भन्दैछ यसको लागि म के गर्छु त भन्दाखेरि जेम खोलेँ
स्याम्प खोलेर स्टार्ट गरेँ, यसलाई नि स्टार्ट गरेँ, यो दुइटा चिज स्टार्ट भयो। अब यसलाई सेभ गरेर हेरेँ, डाटाबेस कनेक्ट हुनुपर्ने हो। ठिक छ, केही छैन। एकचोटि यहाँनिर गएर 3000मा गएर यस्तो हिट हाने, यसले केही पनि देखाएन। ए भर्खर इन्डेक्समा बनाएको चिज त हामीले यहाँनिर त ल्याएको छैन नि त होइन? यहाँको मोडलमा बनाएको के चाहिँ भएन त यहाँनिर भन्ने कुरा एकचोटि फेरि हेरौँ। कनेक्सन हेज बिन इस्टाब्लिस सक्सेसफुल्ली भनेर यो धेरै लामो भइसक्यो होला तर कति मिनट भयो? कहाँ देखाउँछ ड्युरेसन? 15 मिनट भइसकेको छ नि। केही छैन, 15 मिनटै भयो भने फरक परेन केही। अथेन्टिकेट गरौँ, अथेन्टिकेट त भयो। ए ओके, यो त हामीले यहाँ बनाएको मात्रै छ नि त। अब यो चिज चाहिँ हामीले यहाँनिर के गर्नु पर्यो, देखाइदिनु पर्यो भनेको। मेन फाइलमा ल्याएर कनेक्ट त गर्नु पर्यो नि त त्यो चिजलाई होइन, हो कि होइन? रिक्वायर गरौँ त्यसको लागि, रिक्वायर डट एनबी गर्न खोजेको होइन, हामीले के गर्न खोजेको त भन्दाखेरि हामी कहाँ छौँ, यो स्ल्यास जाउँ, हाम्रो मोडेलको इन्डेक्स डट जेएसलाई यो चाहिँ के गर्नु पर्यो, इनिसलाइज गर्नु पर्यो यसलाई। अब चल्छ सायद, यहाँनिर एरर आयो। इन्स्टल माइसिक्वल टु प्याकेज भन्दैछ, अब यसलाई इन्स्टल गर्नु पर्यो अरे, माइसिक्वल टु भन्ने npm इन्स्टल माइसिक्वल टु भन्ने इन्स्टल भयो। अब चल्नुपर्ने अननोन डाटाबेस, अब डाटाबेस मिलेन भन्दैछ। अब डाटाबेस मोटे भन्ने नै छैन भनेपछि हामी के गर्नुपर्छ भन्दाखेरि डाटाबेस बनाउँला त्यसको लागि। अब एउटा नयाँ डाटाबेस बनाउँला, यहाँनिर गएर न्यूमा गएँ म, मोटे भनेर बनाएँ। ओके, यो बन्यो। अब यो एरर देखिनु हुँदैन अब पनि। एरर आयो भने त्यसको त्यो चाहिँ हुन्छ, सेभ गरेर हेरौँ एकचोटि। ल, कनेक्सन हेज बिन सक्सेसफुली, अब कनेक्सन इस्टाब्लिस भयो। यति भयो यो पार्टमा। अब पछाडि एउटा मोडल हाल्छु, त्यसको लागि चाहिँ म अर्को पार्टमा आउँछु। ल, यसलाई काट्दै